Wow, finally the wait is over because Dandiya night is finally here. Hi, I'm Toodles and welcome back. So as you all know me, I have a huge craze for Dandiya and Dandiya costume. So I decided hometown आउनु र Dandiya नखेल्नु यस्तो त हुनै सक्दैन. So एकदमै dressed up भएर म चाहिँ आफ्नो एकदमै स्पेशल मान्छे कहाँ गए and let me show you who she is. Here she goes. She is my bestie Prachi and we decided हामी चाहिँ Dandiya खेल्छौँ because last year we played Dandiya and oh my god, it was so fun. It was a blast. एकदमै रमाइलो भएको थियो. So हामीले सोच्यौं यो वर्ष पनि खेलौँ न त. र त्यसपछि हामी टाउन हलतिर गयौँ जहाँ चाहिँ Dandiya कार्यक्रम भइरहेको थियो तर त्यहाँको म्यानेजमेन्ट मलाई मन परेन because it was literally 2 घण्टा लेट. I mean कसरी 2 घण्टा लेट कुनै प्रोग्राम हुन्छ के. Meanwhile हामीले सबै भिडियो पनि बनायौं अनेक थोक गर्यौं तर प्रोग्राम सुरु हुने नामै लिदैन. बाहिर घाम लागिरहेको थियो. अलिकति क्लिप बनायौं बल्ल तल प्रोग्राम सुरु भयो. यो बहिनीले ओ माय गॉड यस्तो राम्रो डान्स गर्यो कि द वेट वाज वर्थ इट टु बी अनेस्ट. एकदमै राम्रो डान्स गर्यो. फाइनली प्रोग्राम सुरु भयो. वी वर डान्सिङ. आई मीन डु यु सी दैट मूव. आई मीन वाउ इट वाज अ सेफ केश. एकदमै रमाइलो भइरहेको थियो. हामीले डान्स गरिरहेको थियौं. सबले डान्स गरिरहेको थियो. डान्डिया स्टिक चाहिँ सबको हातमा थियो तर कसैलाई डान्डिया खेल्न चाहिँ आइरहेको थिएन. इट वाज जस्ट फर द एस्थेटिक एन्ड डु नट ऱ्यान्ट अन मी कि मैले यस्तो किन भनेको बिकज मलाई अलिकति आउँछ बिकज आई युज टु मिमिक्री अफ दयाबेन फ्रम तारिक मेहता. हि जोक्स पार्ट. बल्ल तल प्रोग्राम सक्यो. घरतिर लाग्यौँ. राति भइसकेको थियो एन्ड सम एसोल दे वर लिटरली गिभिङ अस द्याट क्रिपी लुक विच हामीलाई मन परिरहेको थिएन. घरतिर लाग्यौँ र मलाई अङ्कलले घरतिर पुगाइदिनु भयो. राति भइसकेको थियो. थ्याङ्क यू अङ्कल. आजको लागि यति नै हो. टिल देन बाई टुडल्स. टेक केयर एभ्री वान एन्ड डु प्ले डान्डिया.